पृथ्वीनारायण शाहको नेपाल एकीकरण र फिरङ्गीसँगको युद्ध। पृथ्वीनारायण शाहका पूर्वजहरू पृथ्वीपति शाह र नरभूपाल शाहले पनि राज्य विस्तार गर्ने प्रयास गरेका थिए। पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान सुरु गर्नु अघि वर्तमान नेपाल अधिराज्य काठमाडौँदेखि पश्चिम महाकाली नदीसम्म 46 राज्य, काठमाडौँमा 3 राज्य र काठमाडौँ उपत्यकादेखि पूर्व 3 राज्य गरी जम्मा 50 भन्दा बढी साना, ठूला र मझौला राज्यहरूमा बाँडिएको थियो। नरभूपाल शाहकी माइली रानी कौशल्यावतीको गर्भबाट विक्रम सम्वत 1779 पौष 27 गते बिहिबार जन्मिएका पृथ्वीनारायण शाह विक्रम सम्वत 1779 चैत्रमा 20 वर्षको उमेरमा गोर्खाको राजा भए। पृथ्वीनारायण शाहको शासनकालमा नेपाल अधिराज्यभित्र पश्चिममा गोर्खा, उत्तरमा मकवानपुर, पर्सादेखि महोत्तरीसम्मका तराई प्रदेश, पूर्वमा चौडण्डी, विजयपुर र इलामका भूभाग सम्मिलित गराइए। यति क्षेत्रफल ओगटेको गोर्खा राज्य अब पुरानो नेपाल नाउँले परिचित तथा विकसित हुन थाल्यो। यसको केन्द्र काठमाडौँ बन्यो। विक्रम सम्वत 1871 कार्तिक 15 गते 1 नोभेम्बर सन् 1814 मा ब्रिटिश इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड हेस्टिङले नेपाल विरुद्ध युद्धको घोषणा गरे। करिब 2 वर्षसम्म चलेको यस युद्धमा नालापानीमा बलभद्र कुँवर, मलाउमा अमरसिंह थापा, देउथलीमा युद्धमा भक्ति थापा आदि नेपाली वीरहरूले विभिन्न स्थानमा आफ्नो ठूलो वीरताका साथ लडेका भए तापनि नेपालले यो युद्ध जित्न सकेन। विक्रम सम्वत 1873 डिसेम्बर 2 सन् 1815 मा विक्रम सम्वत 1873 डिसेम्बर 2 सन् 1815 मा नेपालका प्रतिनिधि गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा कम्पनी सरकारका तर्फबाट प्यारे ब्राडशाहले सन्धिमा हस्ताक्षर गरी यो युद्ध समाप्त भयो। त्यसैले यो युद्ध समाप्त भएपछि सुगौली सन्धि गरियो। ब्रिटिस सरकार आफ्नो बुद्धि र शक्तिले विश्वभरिका देशहरूमा आफ्नो साम्राज्य फैलाउन सफल भएको थियो। भारतमा मुसलमानहरूको शासन थियो। मुसलमान राजा नवाबहरूलाई खुसी पारेर व्यापारको निहुमा पश्चिम बंगालमा इस्ट इन्डिया कम्पनी खोलेर अंग्रेज भारतमा प्रवेश गरेको थियो। बिस्तार बिस्तार अंग्रेजहरूले भारतलाई आफ्नो कब्जामा लिएर साम्राज्य कायम गर्यो। भारत जस्तो विशाल छिमेकी देश अंग्रेजहरूले आफ्नो बनाइसकेपछि साथ जोडिएको अविकसित नेपाल अधिराज्यका हाम्रा वीर पुर्खाहरूले नेपाल कब्जा गर्न आएका अंग्रेजहरूसँग वीरताका पूर्वक लडिरहेका थिए। अंग्रेजहरूलाई हाम्रो पुर्खाहरूले फिरङ्गी भनेर नामाकरण गरेका थिए। उनीहरू नेपालसँग लडेर जित हासिल गरेर भारतभित्र मिलाएर राख्न चाहन्थे। हाम्रा पुर्खाहरूले पूर्व मेची पारी सिक्किमको टिस्टादेखि पश्चिम किल्ला काँगडा गंगा नदीको किनारसम्म अंग्रेजहरूसँग बहादुरीका साथ लडेर जित हासिल गरेका थिए। कीर्तिपुर विजय पश्चात कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले भारतको पटना स्थित ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग आफ्नो प्रतिनिधि उमता र फकीर रामदास मार्फत युद्धको प्रस्ताव गरे। लगत्तै कम्पनी सरकारको तर्फबाट विक्रम सम्वत 1824 भदौमा कप्तान किलिङको नेतृत्वमा आएको 2400 को सेना पटनाबाट सिन्धुलीतर्फ बढ्यो। पृथ्वीनारायण शाहले वीरभद्र उपाध्याय र सिकारी वंशु गुरुङको नेतृत्वमा 500 सेना पौवागढी सिन्धुलीमा र वंशराज पाण्डे र श्री हर्ष पन्तको नेतृत्वमा 300 सेना सिन्धुलीमा पठाए। अंग्रेज सेना पौवागढी तर्फ चढ्दै गएको समयमा ढुङ्गेबासबाट सिकारी वंशु गुरुङले पौवागढीतिरबाट आक्रमण गरे। यस युद्धमा अंग्रेज सेनाको नराम्रोसँग पराजय भयो र करिब 300 थान राइफल गोर्खाली सेनाको हात पर्यो। त्यस बखतमा विशाल भारतमा अंग्रेजहरूको उपनिवेश कायम थियो। त्यस समयमा विश्वभरि अंग्रेज साम्राज्यको दबदबा थियो। तर नेपालको जनमानसमा हाम्रा राष्ट्रप्रेमी वीर पुर्खाहरूको फिरङ्गी भन्ने नामबाट अंग्रेजहरू जहाँ गयो त्यहाँको देश उनीहरूले खान्छन् भन्ने विरोधी भावना फैलाएका थिए। हाम्रो समाजमा त्यस बखत क्षेत्री जातिहरूले फौजमा भर्ना भएर राष्ट्रको रक्षा निम्ति लड्ने काममा लागेर आफ्नो जीविका चलाउने परम्परा चलेको थियो। क्षेत्रीहरूको विवाह हुँदा यज्ञमा स्थापना गरिएको अग्नि साक्षी राखेर खाडी जगाउने भनेर
अंग्रेज साम्राज्यको विरुद्ध प्रतिज्ञाको रूपमा आफ्नो पुर्खाले लडेको बयान भट्याएर कुहिरेको टाउकोमा ट्वाक भनेर खाडो जगाउने चलन थियो। तथ्य कुरा के हो भने अंग्रेजहरूले धेरै पटक नेपाललाई आक्रमण गरी कब्जा गर्ने खोजेका थिए। ती आक्रमणहरूको मुकाबला गरेर हाम्रा वीर पुर्खाहरू अंग्रेजलाई लखेटेर पठाउन सफल भएका थिए। सिन्धुलीगढी हमलामा अंग्रेजहरूले हार खाएर उनीहरूले छोडेर गएका तोपहरू अहिले पनि त्यहाँ छन्। हस् त आजको भिडियो यति नै। यदि तपाईलाई इतिहासमा चाहना छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र आजको भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्टमा भन्नुहोला र अब तपाईलाई म यो भिडियो हेर्न आग्रह गर्छु। धन्यवाद।